साथीहरू नमस्ते नमस्कार। तपाईँहरू पहिला यो भिडियो हेर्नु हैन। यो भिडियोमा म बताएको छु कि तपाईँहरू पुलिस रिपोर्ट कसरी बनाउने हैन, कुन तरिकाले बनाउने। तर यो भिडियोमा मैले के बताएको छु भने यो अर्को नेक्स्ट भिडियोमा नेक्स्ट पार्टमा जस्तै कि पुलिस रिपोर्ट तपाईँहरू बनाइसक्नुभयो हैन, त्यसमा कन्सुलरको छाप अथवा चोप कसरी लगाउने त्यसको प्रोसेस के छ हैन, म यो भिडियोमा यही बताउन गइरहेको छु। तपाईँहरू भिडियोलाई लास्टसम्म हेर्नुहोला अनि भिडियो मन परेमा कमेन्ट अनि लाइक अनि साथीभाइहरूमा सेयर पनि गर्नुहोला। अनि साथीहरू तपाईँहरू यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। अनि भिडियोको विषयवस्तुतर्फतिर लागौँ। म कम्प्युटरको स्क्रिन सेयर गरेर तपाईँहरूलाई सबै कुरा बताउनेछु। त साथीहरू लागौ भिडियोको विषयवस्तुतर्फतिर म तपाईँहरूलाई त बताउनु गइरहेको छु। सबैभन्दा के गर्ने पहिले साथीहरू यो तपाईँहरू यता हेर्न सक्नुहुन्छ यो क्रोम गुगल क्रोम यसमा जानुहोला हैन। त्यसपछि कुनै ब्राउजर उसमा जानुहोला, यो गुगलमा गयो म हैन। त्यसपछि यता लेख्नुहोला नेपाल कन्सुलर डिपार्टमेन्ट। यसमा गइसकेपछि यताको तपाईँहरू यता हेर्न सक्नुहुन्छ यो डिपार्टमेन्ट अफ कन्सुलर। यसमा तपाईँहरू क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि यस्तो प्रकारको डिस्प्ले आउँछ। त्यसपछि के गर्ने यता सबै यो पढ्नको लागि भन्दैछ। यता हेर्नु तपाईँहरू मैले माथि दिएको अनलाइन फारम भर्ने तरिका पढेँ। त्यसपछि के गर्ने यता टिक मारेर क्लिक गरेर यसमा नेक्स्ट गर्ने यता तल। त्यसपछि तपाईँहरू यता हेर्न सक्नुहुन्छ जुन यता क्याप्चा मा दिएको छ त्यो यसमा टाइपिङ गरेर सबमिट गर्नुपर्छ। जस्तै कि यता छ FH6N8J, यो दिइसकेपछि यता सबमिट गर्नुपर्छ। सबमिट गरिसकेपछि तपाईँहरू त्यहाँ हेर्न सक्नुहुन्छ डिस्प्याच नम्बर छ अनि त्यहाँ डेट अफ बर्थ छ हैन। तपाईँहरूको जुन पुलिस रिपोर्ट छ जुन प्रिन्टमा आइसकेछ त्यसमा डिस्प्याच नम्बर लेखेको हुन्छ। म तपाईँहरूलाई अहिले देखाइदिन्छु। जस्तै कि यता हेर्न सक्नुहुन्छ यो डिस्प्याच नम्बर यता लेखेको छ, डिस्प्याच नम्बर हैन। यो डिस्प्याच नम्बर छ, डिस्प्याच नम्बर यसमा लेख्नुपर्छ। अनि यता जन्म मिति, त्यसपछि यता सबमिट गर्नुपर्छ। सबमिट गरिसकेपछि तपाईँहरू यता हेर्न सक्नुहुन्छ यो हाम्रो सबै नाम, पासपोर्ट नम्बर हैन, सिटिजनसिप नम्बर सबै यता आइसकेछ। तपाईँहरू यता हेर्न सक्नुहुन्छ हैन। यो लोकेसन कुन जिल्लामा छ त्यो सबै यता राख्नु। अनि यता मोबाइल नम्बर छ, जुनमा छैन मोबाइल नम्बर यसमा मोबाइल नम्बर हाल्नुपर्छ। यसमा छैन मोबाइल नम्बर त्यसैले म यसमा मोबाइल नम्बर टाइपिङ गरेर लेख्नुपर्छ। लेखिसके त्यसपछि नेक्स्ट गर्नुपर्छ। यसमा नेक्स्ट गरेर तपाईँहरू यता हेर्न सक्नुहुन्छ यसमा यो सबै आइसकेछ हैन। तर यसमा के यो यति 500 जति यता पेमेन्ट गर्नुपर्छ, अनलाइन पेमेन्ट गर्नुपर्छ। जस्तै कि ब्याङ्क भाँचोबाट भयो हैन, त्यसपछि पे नाउ भयो हैन, भेरिफाई पेमेन्ट तपाईँ कुन उसबाट तपाईँहरू पे गर्न चाहनुहुन्छ यसमा सबै दिएको हुन्छ। तर यसमा यता हेर्नु सक्नुहुन्छ रेफरेन्स नम्बर। तपाईँहरू यो रेफरेन्स नम्बरलाई कपी गरेर अथवा सेभ गरेर राख्नु होला। त्यसपछि के गर्ने साथीहरू यसमा पे नाउमा जाने। पे नाउमा गएपछि त्यहाँ हेर्न सक्नुहुन्छ यता छ आइपिएस कनेक्ट हैन, ई सेवा, आइएमई खल्ती। तपाईँ कुनबाट पेमेन्ट गर्न चाहनुहुन्छ हैन। जस्तै म त ई सेवाबाट पेमेन्ट गर्न चाहन्छु, ई सेवामा जाने। त्यसपछि यता हाम्रो यो आइडी पासवर्ड छ यसमा लगइन गर्ने। त्यसपछि कन्टिन्यू पेमेन्ट। यति भइसकेपछि यता भेरिफाई पेमेन्ट छ, भेरिफाई पेमेन्टमा क्लिक गर्ने। अनि साथीहरू यता हेर्न सक्नुहुन्छ यो रेफरेन्स नम्बर तपाईँहरू याद राख्नु होला अथवा लेखेर राख्दा पनि भयो, किनकि यो अगाडि काम लाग्छ। त्यसपछि भेरिफाई पेमेन्टमा जाने। यता हेर्न सक्नुहुन्छ यो हाम्रो पेमेन्ट सबमिट भइसक्यो। त्यसपछि लगभग 24 घन्टाको बादमा आइहाल्छ यो प्रिन्टमा। त्यसपछि के गर्ने साथीहरू यो प्रिन्ट डाउनलोड पेड भाउचर, यो जुन तपाईँहरू पेमेन्ट गर्नुभएछ यो प्रिन्ट गर्नु होला अथवा यो सेभ गरेर राख्नु होला। जस्तै कि म यता सेभ गरेर राख्छु। तपाईँहरू यता हेर्न सक्नुहुन्छ यो रेफरेन्स नम्बर, यो अघि नै भने त तपाईँहरूलाई यो रेफरेन्स नम्बर धेरै काम लाग्छ। रेफरेन्स नम्बर अगाडि पनि काम लाग्छ किनकि यो पे गरेको रेफरेन्स नम्बर हो। यसलाई के गर्ने सेभ एज पनि गर्दा भयो, प्रिन्ट गर्नुहोस्। यसमा प्रिन्टमा जानु होला। अनि यता पिडिएफ मैले सेभ गरेछु। यता मैले सेभ गरिसकेँ। त्यसपछि यो लगभग 24 आवर टाइम लिन्छ।
अनि त्यसपछि म कन्टिन्यू नै हुनेछु। तपाईँहरू भिडियोमा बन्नुहोला, लास्टसम्म हेर्नुहोला। त्यसपछि के गर्ने साथीहरू, 24 घन्टा पछि फेरि गुगल क्रोममा जाने, अनि गुगलमा जाने, त्यसपछि फेरि यता नेपाल कन्सुलर डिपार्टमेन्टमा जाने, त्यसपछि फेरि यता डिपार्टमेन्ट अफ कन्सुलर सेम प्रोसेस। अब तपाईँहरू यता ध्यान दिनुहोला, यता पेमेन्ट भेरिफिकेसन छ, यता डाउनलोड एटेन्डेन्ट होइन पिसिसी, पुलिस क्लियरेन्स सर्टिफिकेट, यसमा जानुहोला तपाईँहरू। यसमा गइसकेपछि यता हेर्न सक्नुहुन्छ रेफरेन्स नम्बर अनि यता डिस्पेच नम्बर। अघि नै बताइसकेको थिएँ होइन, रेफरेन्स नम्बर याद राख्नु होला अथवा लेखेर राख्नु होला। त्यो रेफरेन्स नम्बर यसमा लेख्नुपर्छ। म आफ्नो यसमा रेफरेन्स नम्बर अनि यता डिस्पेच नम्बर लेखेर सबमिट गर्छु। अनि के गर्ने साथीहरू, यता रेफरेन्स नम्बर तपाईँहरू यता हेर्न सक्नुहुन्छ। यसलाई कपी गर्ने, कपी, त्यसपछि त्यही रेफरेन्स नम्बर यसमा हाल्नुपर्छ, रेफरेन्स नम्बर। अनि यता छ डिस्पेच नम्बर, डिस्पेच नम्बर यता हाल्नुपर्छ। यसमा आफ्नो डिस्पेच नम्बर हाल्दैछु। त्यसपछि यता सबमिट गर्नु होला। सबमिट गरिसकेपछि तपाईँको यता सबै नाम, पासपोर्ट नम्बर, डिस्ट्रिक्ट, मोबाइल नम्बर, रेफरेन्स नम्बर यता सबै देखाएको हुन्छ। तपाईँ कति पैसा पेमेन्ट गर्नुभएको छ त्यो सबै देखाएको छ। त्यसपछि डाउनलोड गर्नलाई त्यसपछि यता डाउनलोड एटेन्डेन्समा पुलिस रिपोर्ट, त्यसमा क्लिक गर्ने। यता तपाईँहरू यता हेर्न सक्नुहुन्छ सक्सेस, यो डकुमेन्ट प्रोसेस इज कम्प्लिट। यता कम्प्लिट भइसकेको छ हाम्रो पुलिस क्लियरेन्स सर्टिफिकेट, स्टाम्प लागेर आइसकेको छ। अनि त्यो डाउनलोड गर्नलाई यता यसमा क्लिक गर्नुपर्छ। जान सक्नुहुन्छ हाम्रो यता स्टाम्प लागेर आइसक्यो। यता हाम्रो फोटो पनि हेर्न सक्नुहुन्छ, सबै यता कुरा सबै दिएको छ। के गर्ने साथीहरू, फेरि म यता यसमा जान्छु। अनि के जस्तै कि यता तपाईँ रेफरेन्स नम्बर बिर्सनु भयो होइन, बिर्सनु भयो भने त्यसपछि के गर्नु होला, रेफरेन्स नम्बर बिर्सनु भयो त्यसमा क्लिक गर्नु होला। यसमा यानि यसमा डिस्पेच नम्बर दिएको छ, डिस्पेच नम्बर लेख्नु होला। अनि तपाईँको जन्ममिति लेखेपछि अटोमेटिक तपाईँको त्यो रेफरेन्स नम्बर देखाइदिन्छ। यसरी नै तपाईँहरू यो भिडियो हेरेर तपाईँहरू राम्रोसँग तपाईँको त्यो पुलिस रिपोर्ट छ त्यसमा स्टाम्प लगाउन सक्सेस हुनुहुन्छ। अनि साथीहरू यो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई, अनि एउटा कमेन्ट, लाइक अनि सेयर पनि गर्नुहोला साथीभाइहरूमा। अनि यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। धन्यवाद।